ट्रेकिङ डे 2 अनि कहाँबाट भन्दा धम्पुसबाट बिहान उठेर टक्क फ्रेस भएर आइसक्यौँ। यहाँनिर आइसक्यौँ त के भन्नु, म मात्र चाहिँ यहाँ सनराइज दामी हुँदैछ पछाडिपट्टिबाट। अब यो फोनबाट त देखिँदैन, यतापट्टि माउन्टेन भ्यू बवाल छ, माउन्टेन ड्यू भन्न आइरहेको थियो। अब यस्तो बवाल सिनहरू देखिरहेछ। यता सनराइज हुने आँटेको छ, अब सनराइज हुन्छ यताबाट। यो हिमालहरू बवाल देखिरहेछ यतातिरको। यहाँबाट टाइम ल्याप्स हुँदैछ। यस्तै छ, यस्तै अर्को याद छैन। म एक्लै आइसकेँ किनभने म छिटै रेडी हुन्छु। नाइस देखिरहेको पुरा गोल्डन चारैतिर। सो वेलकम ब्याक गाइसहरू। हामी चाहिँ अब धामपुसबाट चाहिँ देउरालीतिर चाहिँ अब वी आर गोइङ, सो स्टे ट्युन्ड। सो अब अल द वे टु देउराली है गाइज, सबजना देउराली। काठमाडौँ मोडल कलेज। अब सिधै देउरालीतिर पछाडिको भ्यू अल्टिमेट छ होइन, भ्यू चाहिँ बवालै छ। अब एउटा फेरि जहाँ गए पनि गाली नै दिइरह हुन्छ। हम कहेंगे मर्दी तुम कहो मार्दी, ठाउँ चेन्ज हुनेवाला होइन। ल अब मेरो भ्लगिङ किरा जागिसक्यो है। आज फाइनल्ली डे 2 मा आएर भ्लग सुरु भइसक्यो राम्रोसँग। मैले फ्रन्ट क्यामेराबाटै गराइदिइरहेको छु, सबैजना हिँड्दैछन्। भ्यू इज टु अल्टिमेट होइन। ल गाइज कपडा खोल्न सुरु भइसक्यो होइन। हल्का फुल्का चिज के भन्नु, गर्मी छ, चिडचिड पसिना आएर त्यो भिजेर कपडा भिजाउनु भन्दा बरु यतिमै हिँड्दा ठिक हुन्छ जस्तो, बेटर हुन्छ जस्तो लाग्यो। ग्रुप लिड लिएर त हिँड्दैछु म अहिलेसम्म। अब पछि के हुन्छ थाहा छैन, अरूजना पछि आउँदैछन्, बिस्तारै हिँड्दैछन्। अहिले म हफ्ता अनि आइसा हामीसँग हिँड्दैछ। स्टे ट्युन्ड भन्ने मस्त डाँडामा पुग्दैछौँ हामी। सबभन्दा अगाडि हिँड्दैछौँ। हाम्रो अल्फा सर कहाँ पुगे, कुकुरले रस्ता देखाउँदैछ। इट्स नट भिर र पहिरो खोलाको बाटो। मस्त गाना गाउँदै हिँड्दै होइन, कस्तो रमाइलो होइन, एकदम रमाइलो। सरले सिठे लाउँदै हिँड्नु भइरहेछ। हाम्रो अगाडि डोगेश भाइ छ, डोगेश भाइ छ। डोगेश भाइले रस्ता देखाउँदैछ हामीलाई। बेलुका यसले एउटा बिस्कुट पाउँछ, सस्तो पऱ्यो भने, महँगो पऱ्यो भने बेलुका खाना चिकनको हड्डीले खान्छ। अहिले हामी यतिजना मात्र अगाडि छौँ, अरू कहाँ छन् भन्ने कुरा हामीलाई थाहा छैन। अस्ट्रेलियन बेस क्याम्प जाने बाटो हामी कटेर आइसक्यौँ। अब हामी पोथना पुग्दैछौँ। अब केही बेरमै, केही समयभित्र हामी पोथना पुग्छौँ। 25 मिनटको बाटो भनेर लेखेको छ त्यहाँनिर अस्ट्रेलियन बेस क्याम्पदेखिबाट। अब उकालो आएछ फेरि। फाइनली वी आर एट पोथना है। पोथना पुग्यो। मैले त्यही त भनेको अघि तिमीहरूलाई माथि हेर भनेर। कस्तो बवाल देखेछ यहाँबाट पछाडि हिमाल, यस्तो बवाल सिन देखेछ। पोथना फाइनली एट पोथना। 2-4 जना मात्र छौँ। अब देउराली पुग्न आँट्यौँ हामी चाहिँ। अरू चाहिँ तलै छन् होइन, अघि नैको भ्यू पोइन्टमा छन् अरू चाहिँ। हामी चाहिँ प्रितम देउराली भन्ने ठाउँमा पुग्यौँ। 5-7 जना। रमाइलो छ, रमाइलो भइरहेको छ। ल केही न्युज अब हाम्रो सरबाट केही भन्न चाहनुहुन्छ सर? महर्दी ट्रेकमा हिँड्दै गरेका हामी सबैभन्दा अगाडि छौँ। एकैछिनमा खाना खाने ठाउँ आउँदैछ। ल साथीहरूले बडो इन्जोय गरिरहनु भएको छ। अब यो मेरो भ्लग सरले पनि हेर्नुहुन्छ, अब 1-2 भ्युज बढाउनुहुन्छ भन्ने आशा छ। फाइनली सोचे भन्दा छिटै हामी देउराली पुग्न थालिसक्यौँ। माथि देउराली पोइन्ट आउन थालिसक्यो। अहिले चाहिँ धेरै नै मजा आइरहेछ। अहिले थकान पनि वी आर लागिरहेछ। इन्जोइङ इट। मलाई त यस्तो थकाइ भन्ने कुरा यस्तो धेरै छैन, बट आई एम इन्जोइङ दिस ट्रिप। मेमोरी बन्दैछ। हियर इज द देउराली पोइन्ट। देउराली किन भनेको भन्दा देउरालीमा के चल्यो, बतास चल्यो। अनि यसरी हिमालको भ्यू पनि चल्यो दामीसँग।
जति हेरे पनि नहुने हो के हो यस्तो मोनी लाग्छ कि आँखै लाग्ला जस्तो छ त्यही भएर हिउँ सक्यो क्या यार सन्स पनि सिद्धिसक्यो अघि आउँदा कस्तो घाम लागिरहेको थियो नि त टक्क सुर होइन अहिले अब पुरै कुहिरो लागिसक्यो अब हामी यहाँबाट फरेस्ट क्याम्पको लागि निस्किसक्यौँ त्यो के भन्नु मै निस्केको छु सबभन्दा अगाडि अब हिँड्दैछु अब सबजना आउँदैछन् पछाडि ल अब भात सात खाइयो सट्ट ज्यान तताएर हिँड्ने यो ठाउँ कुन ठाउँ पुग्यौँ रे सर सर हामी कुन ठाउँ पुग्यौँ रे कहाँबाट माथि आयो रे हामी अब फरेस्ट क्याम्पको नजिक नजिक आइपुगेका छौँ केही समय फरेस्ट क्याम्प पुग्छौँ फरेस्ट क्याम्पको फरेस्टमा हिँड्दैछौँ हिँड्नु चाहिँ होइन दायाँ बायाँ नगरिकन बाटो हामी 4-5 जना छौँ अगाडि चाहिँ अझै सबैजना पछाडि छन् आउँदैछन् अब सबैजना अब एकैचोटि हिँड्न पनि सक्दैनन् होइन क्रिस्मा हिँडिरहेछ कि तर आज हाम्रो अगुवाई क्रिस्मा हो ल भैँसीले लास्ट हग्दो रहेछ यो बाटोमा है चौरी हो कि भैँसीको हो जे भैँसी क्रिसमस त बाटोभरि नफैलाउ न यार We are taking some rest guys हाम्रो मास्टरजी उता हुनुहुन्छ हात हल्लाउँदै हुनुहुन्छ Who are in lead position We are अगुवा अरू के भन्नुपर्छ ओए म त आफूलाई राम्रो देख्दैछु अहिले त होइन तर भिडियो एडिट गर्ने दिन मलाई लाग्छ कि छ्या किन गरेँ मैले यस्तो भनेर बल्ल मलाई ट्रेकिङ आएको जस्तो फिल भयो किनभने चाहिँ बाटोले मलाई फिल गराइदियो नत्र अहिलेसम्म फिल भएको थिएन फरेस्ट क्याम्प पुग्न आँटेको बेलामा चाहिँ बवालै रहेछ उकालो सिधिँदैन यो उकालो जति हिँडे पनि सिँढी सिधिँदैन यिनीहरू थाकेकै छन् मुलाको सागहरू हिँड्न सक्दैनन् ए अब चाँडै नै अर्ग्यानिक तरिकाले आफ्नै करेसाबारी नेपालमा फलेको मार्दी हिमाल ट्रेकको क्रममा फरेस्ट बेस क्याम्प पुग्न आँटेका छौँ हजुरहरू कहाँबाट हेरिरहनु भएको छ कुन कुनाबाट दिस इज द भ्यू फ्रम फरेस्ट क्याम्प हिजो राति फोनै ढेर भयो मैले भिडियो गराइ नै आइपुगेको यही हो हजुर सर